एभ्रिवान सबैजनालाई बहिनीको ब्लगमा तपाईहरुलाई स्वागत छ। लिले यहाँ अब हामी सब्जी पकाउँदैछ अभिनवको लागि। बिहान नै खाजाको लागि स्कुलको लागि बनाउँदैछ। यहाँ अब बुधबारको मौसम चाहिँ बिहानै पानी परिरहेको छ। यस्तै छ हाम्रो रिम्बिक। सबैजनालाई मेरो ब्लगमा तपाईहरुलाई स्वागत छ। यस्तै छ मौसम, बिहानै पानी परिरहेको छ। आज चाहिँ यहाँ हाम्रोमा पानी परिरहेको छ। हुन्छ, हेर्दै गर्नुहोस् होला, सब्स्क्राइब गरिदिनुहोस् होला मेरो च्यानललाई तपाईहरुले हेरेर। अब हामी स्कुल जाँदै गरेको यहाँ बाटोमा यहाँ गाडीमा आउनुहुन्छ। यहाँ सबै मान्छेहरू सरहरू पनि हुन्छ। यहाँ पनि छ भाइहरू नानीहरू। रोजा छ यहाँ। जाँदैछु हामी यहाँ स्कुल। हाम्रो रिम्बिक बजार यहाँ अब जाँदैछु। अब हामी यहाँ मनिषा र म एकदम पानी परेर नि हिलो भइरहेको छ। यहाँ हेर्नु सक्नुहुनेछ। यहाँ चाहिँ नन्दु दाजुको दोकान। नानीले नुहाइरहेको छु। यता पनि छ साथीहरू। यहाँ बसिरहनु भएको छ। यहाँ पनि छ मनिषा। यहाँ अरियाना छ। अरियाना हेरिदिनुहोस् त। यहाँ यस्तो गरिदिनुहोस्। अरियानाको चाहिँ छुट्टी भएको। यहाँ अब गेट बनाउँदैछ यहाँ सरहरूले। यहाँ एड्रिल र म चाहिँ स्कुलबाट आएर यहाँ चौतारामा बिसाइरहेको छु हो। एड्रिल हाई गरिदिनुहोस्। आमाको सब्स्क्राइब गरिदिनुहोस्, सेयर गरिदिनुहोस्। यहाँ हेरेर सेयर गरिदिनुहोस्, लाइक गरिदिनुहोस् भन्नु। म अब पानी खाँदैछु भन्नु। यहाँ आमा छोरा आइरहेछन् बिसाइरहेको। थाक्यो, हिँडेर आउनुपर्छ हो। मकैहरू पनि यत्रो भइसक्यो। यहाँ आइरहेको छु हामी चाहिँ। यहाँ दिदी र म आज टमाटर टिप्दैछु। यहाँ पाकेको रहेछ। टमाटर टिप्ने छु। टमाटर टिपेको नि अब पाकिरहेको छ। टमाटर टिपेको नि दामी छ। कसलाई बिउ चाहियो मलाई भन्नुहोस् है, म बिउ ल्याइदिन्छु। एउटाले नि ठुलो एक बोट हुन्छ। टमाटर टिप्दैछु दिदी र म। हेर्दै गर्नुहोस् होला। यहाँहरू पनि पाकेको छ। यहाँ पनि पाक्दैछ। हामी चाहिँ टमाटर चाहिँ किनेर खानु पर्दैन। टमाटर चाहिँ पुरा छ। हेर्नुहोस्, यो राम्रो खालको टमाटर हो। यो मिठो खालको टमाटर। हेर्दै गर्नुहोस् होला। आज चाहिँ मैले माछा पकाएको छु। बेलुका डिनरको लागि माछा पकाइरहेको छु। हामीले टिपेको टमाटर अब दुईवटा यहाँ राखेको छु। अब यो एउटा गरेर पिसेर खाँदा पनि हुन्छ। अमिलो चाहिँ एउटा पनि छैन। अब हामी खानासाना पनि खाइसक्यो। अब हामी यहाँ हामी जाँदैछु। यहाँ आमा पनि हुनुहुन्छ। यहाँ आमाको पानी देखाइदिनुहोस् न। आमाले अब दबाई खानुहुन्छ। आमाको सुगरको दबाई। आमाले पानी लानुहुँदैछ। यहाँ अब दिदीले चाबी बन्द गर्दैछ। लास्टमा चाहिँ यहाँ हामी सासू दुईजना बढी चाहिँ लास्टमा जानुपर्छ। सबैजना गइसक्यो। नमस्ते, हाम्रो सानो च्यानललाई स्वागत छ। अब हाम्रो यो सानो च्यानलले तपाईँले हेरेर सुनिदिनु भन्यो भने हाम्रो यो अन्यको च्यानललाई तपाईँले लाइक, सेयर, सब्सक्राइब, कमेन्ट डल्लै गरिदिनुहोस् है। धन्यवाद। यहाँ तल चाहिँ हाम्रो घरबाट चाहिँ लोधोमा देख्दैछ। लोधोमा चाहिँ यहाँ छ। बेलुका चाहिँ दामी देख्छ। यता चाहिँ सिक्किमहरू देखेको। सिक्किमहरू देख्दैछ। यहाँ चाहिँ नाम्चीहरू देख्छ। यहाँ यता चाहिँ राईगाउँ। यहाँ माथि चाहिँ एउटा होमस्टे पनि छ। होमस्टेमा चाहिँ ग्रिन लाइट बलिरहेको छ। हुन्छ, सबैजनालाई मेरो च्यानललाई सब्स्क्राइब गरिदिनुहोस् होला, सेयर गरिदिनुहोस् होला। सबैजनालाई गुड नाइट।